ओके सो हेलो स्टुडेन्ट्स सो हामीले अस्ति भेरिएबल्सको बारेमा हेर्दै थियौँ भने आज हामी अपरेटर्सको बारेमा हेर्छौँ है त ओके सो पाइथनमा चाहिँ हामीसँग के छ भन्नुहुन्छ भने लेट मी जस्ट ओपन क्रोम अनि ओके सो पाइथनमा चाहिँ हामीसँग डिफ्रेन्ट टाइप्स अफ अपरेटर्स छ है त द्याट इज पाइथनमा छ अरिथमेटिक अपरेटर है अनि त्यसपछि अर्को छ हामीसँग लजिकल अपरेटर र अर्को छ हामीसँग असाइनमेन्ट अपरेटर अरिथमेटिक अपरेटर लजिकल अपरेटर रिलेसनल अपरेटर ओके सो नेक्स्ट वान इज रिलेसनल अपरेटर र अर्को यहाँ कुनै अपरेटर छ ओके छैन ल ओके ठिकै छ ल यो तिनवटा हेरौँ 1 नम्बरमा यो भइगयो 2 नम्बरमा यो भइगयो र 3 नम्बरमा यो भइगयो है त सो लेट्स अन्डरस्ट्यान्ड वाट इट इज है त सो अरिथमेटिक अपरेटर भनेको चाहिँ म्याथमा हामी जति पनि अपरेसनहरू गर्छौँ जस्तै प्लस गर्छौँ माइनस गर्छौँ डिभाइड गर्छौँ होइन अनि अरू के गर्छौँ होला त जस्तै मल्टिप्लिकेसन गर्छौँ होइन सो यो सबै कुराहरू हामीले पाइथनमा पनि गर्न सकिन्छ है त सो पाइथनले पनि यस्तो अपरेटरहरूलाई सपोर्ट गर्छ तर केही फरक छ है त पाइथनमा हामीसँग एउटा पर्सेन्टेज भन्ने जुन छ अरिथमेटिक अपरेटर है पाइथनसँगमा हामीसँग अर्को अपरेटर छ डबल इन्टु भन्ने पनि छ है त ओके सो दिज आर द अरिथमेटिक अपरेटर नाउ लेट्स अन्डरस्ट्यान्ड वाट डज इट इज डु है त सो लेट्स सी यो ओके सो यसले के गर्छ भन्ने कुरा हेरौँ है त ओके सो हामीसँग चाहिँ सबभन्दा सुन्नु छ एडिसन अपरेटर है एडिसनले सिम्पल एड गर्छ यदि 10 छ 20 छ दुईटालाई एड गर्नु पऱ्यो भने यसले के गर्छ 30 दिन्छ ओके so let me open the VS Code and let's try let's try it let's try गरौँ so Python lecture 1 operators भनेर operators.py ओके ल ठिक छ ओके सो मैले यहाँ के लेखेँ मैले a is equal to 10 लेखेँ र मैले b is equal to 20 लेखेँ होइन मैले सी भन्नेमा ए प्लस बीलाई एड गरेँ र प्रिन्टमा मैले सी गरेँ भने मैले अब यसलाई ओपन गर्ने हो भने जस्तै ओके मैले अहिले कुनमा छु cd डट स्ल्यास एलएस cd डट एलएस cd पाइथन लेक्चर्स एलएस cd क्लास 10 एलएस cd पाइथन एलएस ओके वेट यो लेक्चर 1 भन्ने कुरा हाम्रो कुनमा छ लेट्स ओके म नयाँ टर्मिनल खोल्दै ओके सो लेट मी जस्ट सी कम्प्युटर साइन्स क्लास 10 पाइथन लेक्चर ओके नो वरिज सो मैले अब यसलाई रन गरेँ पाइथन अपरेटर्स डट पीवाई भने 30 आयो रिजल्ट यसको मिनिङ के हो भने यो प्लस अपरेटरले चाहिँ कुनै पनि भ्यालुहरूलाई एड गर्ने काम गर्छ ओके एउटा अपरेटर भयो त्यसै गरी हामीसँग अर्को अपरेटर छ माइनस गर्ने अपरेटर मसँग a इक्वल्स टु 10 छ b इक्वल्स टु 20 छ c इक्वल्स टु a माइनस b गरेँ मैले प्रिन्ट c गरेँ भने अब यसले मलाई फेरि के दिने भयो -10 दिने भयो है सो यो भयो मेरो सबट्र्याक्सन अपरेटर ठिक छ डिभाइड अपरेटर पनि छ मसँग a इक्वल्स टु 5 छ b इज इक्वल टु 2 छ c इक्वल्स टु मैले a बाई b गरेँ मैले प्रिन्ट सी गरेँ भने यसले मलाई अब के दिन्छ 2.5 दिन्छ है सो यो डिभाइड स्ल्यास भन्ने अपरेटरले डिभाइड गर्दो रहेछ यसले बेसिकली के भन्ने भन्दाखेरि यो स्ल्यास भन्ने अपरेटरले चाहिँ जुन हामी यो लेख्छौँ स्ल्यास भन्ने अपरेटर यसले चाहिँ हामीलाई कोसेन्ट दिन्छ ओके सो कोसेन्ट दिन्छ है त त्यसै गरी हामीसँग अर्को अपरेटर छ मोडुलस अपरेटर है त सो यो अपरेटर छ पर्सेन्टेज मोडुलस अपरेटर है त मोड अपरेटर ठिक छ सो यो मोड अपरेटरले चाहिँ के गर्छ भने हामीलाई रिमाइन्डर दिन्छ है त सो यो पर्सेन्टेज अपरेटरले चाहिँ गिभ्स रिमाइन्डर ठिक छ सो अब मैले जस्तै a इज इक्वल टु 5 लेखेँ b इक्वल्स टु 2 लेखेँ र c इक्वल्स टु a पर्सेन्टेज b गरेँ र मैले अब प्रिन्ट c गरेँ भने के आउँछ एमा 5 छ बीमा 2 छ 5% 2 भनेको 2 ले 5 लाई डिभाइड गर्नु रिमाइन्डर कति आउँछ 1 आउँछ सो यसको आन्सर कति आउने भयो रिमाइन्डर 1 आउने भयो त्यो भएर पर्सेन्टेजले के दिन्छ मलाई रिमाइन्डर दिन्छ ओके
अर्को छ हामीसँग फ्लोर अपरेटर है, स्ल्यास अपरेटर, फ्लोर अपरेटर। सो यसले चाहिँ के गर्छ भने पोइन्टको नम्बरलाई हटाइदिन्छ। जस्तो फर इक्जाम्पल ए इक्वल्स टु 5 बी इक्वल्स टु 2 छ, मैले सी इक्वल्स टु ए स्ल्यास बी गरेँ र मैले अब प्रिन्ट सी गरेँ भने यसले चाहिँ मलाई के दिन्छ 2 मात्र दिन्छ है त। सो 2.5 हो, तर स्ल्यासले मलाई के गर्छ पछाडिकोलाई हटाइदिन्छ है त, पोइन्ट पछाडिकोलाई। ओके, सो यो भयो हाम्रो बेसिक अपरेटर्सहरू, अरिथमेटिक अपरेटर्सहरू। हामीसँग अरू पनि छ अपरेटर जसको नाम हो इन्टु है त। सो यसले चाहिँ के गर्छ पावर दिने काम गर्छ, एक्सपोनेन्सियल अपरेटर भन्छ है त। सो यसलाई चाहिँ जस्तै मानौँ मसँग ए इक्वल्स टु 2 छ, अब यो ए को पावर मलाई 5 दिनु पऱ्यो भनेको 2 को पावर 5 दिनु पऱ्यो भने म के गर्न सक्छु, ए पावर, यो चाहिँ पावरमा कन्भर्ट हुन्छ, दुईवटा इन्टु चाहिँ पावर कति 5। सो 5 भयो। अब प्रिन्ट सी गऱ्यो भने 2 को पावर 5 कति हुन्छ, 2 to the 4 to the 32 हुने होइन। सो यहाँ हेर्ने हो भने 32 आयो। ओके, सो यो भयो हाम्रो एक्सपोनेन्सियल अपरेटरको बारेमा पनि। ओके, नाउ नेक्स्ट वान इज रिलेसनल अपरेटर है। सो हामीसँग अब अर्को अपरेटर छ रिलेसनल अपरेटर है त। सो ओके, सो रिलेसनल अपरेटर चाहिँ एकदम इम्पोर्टेन्ट अपरेटर है त। सो इक्वल टु, नट इक्वल टु, ग्रेटर देन, लेस देन, ग्रेटर देन अर इक्वल टु, यो सबै रिलेसनल अपरेटरमा पर्छ। र एउटा कुरा हामीले बुझ्नुपर्ने भनेको रिलेसनल अपरेटर रिटर्न्स बुलियन भ्यालुज है त। बुलियन भनेको हामीले हिजो पढाएको थियौँ, अस्ति पढाएको थियौँ भिडियोमा, ट्रु कि त फल्स। ओके, जस्तै फर इक्जाम्पल ए इक्वल्स टु 2 छ, ठिक छ। यसको मिनिङ के हो, यसको मिनिङ भनेको हामीसँग ए भन्ने भेरिएबल छ, त्यो भेरिएबलमा चाहिँ के छ भ्यालु 2 छ, ठिक छ। यो हो नि त यसको मिनिङ भनेको त। ए भन्ने एउटा मसँग भेरिएबल छ, त्यो भेरिएबलमा के भ्यालु छ 2 भ्यालु छ। अब मलाई चेक गर्नु पऱ्यो के ए भन्ने भेरिएबलमा 2 नै भ्यालु हो त, कति छ त्यो भेरिएबलमा, के ए भन्ने भेरिएबलमा 2 भ्यालु नै छ त भनेर चेक गर्नु पऱ्यो भने म डबल इक्वल्स टु युज गर्छु। डबल इक्वल्स टुले चाहिँ इक्वल्स भनेर चेक गर्छ है त, के एमा ए भन्ने भेरिएबलमा 2 भ्यालु नै छ त भनेर चेक गरेको यो चाहिँ। ओके, यदि छ भने यो त एउटा हाम्रो रिलेसनल अपरेटर हो, छ भने यसले मलाई के फाल्छ ट्रु भनेर फाल्छ, ट्रु भन्छ, छैन भने यसले मलाई फल्स फाल्छ। ओके, लेट्स ट्राई। मानौ ए इक्वल्स टु 2 छ, ठिक छ। मैले भने ए इक्वल्स टु 2 भनेर सोधेँ, ठिक छ। सो यसले मलाई के दिन्छ अरे, दुईवटा अपरेटरले मलाई कि त आइदर ट्रु दिन्छ कि त आइदर फल्स दिन्छ। मैले त्यो एन्सरलाई चाहिँ रिजल्ट भन्ने भेरिएबलमा स्टोर गरेँ, रिजल्ट भन्ने भेरिएबलमा, अथवा यो भन्दाखेरि सिधै मैले प्रिन्ट ए इक्वल्स टु 2 गरेँ। अब यसले मलाई के भन्छ ट्रु भन्नु हो नि त, किनकि एमा त 2 छ, मैले एमा 23 लेखेँ अरे, के ए भन्ने भेरिएबलमा 23 छ, छैन, फल्स। सो यो भनेको इक्वल चेक गर्ने हो है त। सो कुनै पनि भ्यालु इक्वल छ कि छैन त त्योसँग, त्यो भेरिएबलमा त्यो भ्यालु छ कि छैन त भनेर चेक गर्नु पऱ्यो भने यतिखेर यो चेक गर्छौँ है त हामी, ठिक छ। त्यसै गरी अर्को भनेको हामीसँग छ ग्रेटर देन इक्वल टु भन्ने अपरेटर है त। जस्तै मानौँ मसँग ए इक्वल्स टु 4 छ है, मैले सोधेँ के ए इज लेस देन 5 भने अरे, के ए 5 भन्दा लेस हो नि त, हो भने अब यसले मलाई के रिटर्न गर्छ ट्रु, किनकि यो त रिलेसनल अपरेटर हो। सो त्यही भएर यसले मलाई के रिटर्न गर्छ बुलियन भ्यालु है त। सो ट्रु कि त फल्स, सो ट्रु भनेर आयो। मैले भने के ए चाहिँ 5 भन्दा ठुलो हो, नो होइन, फल्स भन्छ। मैले भने के ए चाहिँ लेस देन अर इक्वल टु 5 हो, अफकोर्स हो। के ए ग्रेटर देन अर इक्वल टु 5 हो, अफकोर्स होइन, त्यही भएर फल्स भनेर आयो है त। सो यो भनेको चाहिँ हाम्रो लेस देन इक्वल टु अर ग्रेटर देन इक्वल टुको चिज भयो त। हामीसँग अर्को छ नट इक्वल टु भन्ने अपरेटर। यो अपरेटरले चाहिँ के गर्छ भने कि यो भेरिएबलमा यो भ्यालु हो त, असाइन भएको हो त भनेर चेक गर्छ। इक्वल्स टु 2 गरेँ मैले, ठिक छ। मैले चेक गरेँ ए इज नट इक्वल टु 3, यो भनेको चाहिँ नट इक्वल टु है त। के ए भन्ने भेरिएबलमा 3 छैन,
भनेको अफकोर्स छैन, छ त छैन भने चाहिँ यसले के भन्छ मलाई ट्रु भन्छ है त, छैन है त, ए नट इक्वल टु 3 ठिक भनिस् तैँले भन्छ। मैले भने के ए भन्ने भेरिएबलमा 2 छैन, होइन फल्स भनिस् तैँले है त। सो यो भनेको चाहिँ नट इक्वल टु हो है, यो भनेको बराबर हो भनेर सोध्ने, यो भनेको बराबर होइन भनेर सोध्ने, अथवा भेरिएबलमा छ भनेर सोध्ने, ठिक छ। यो भयो बेसिक अफ रिलेसनल अपरेटर। अब हामीसँग अर्को अपरेटर छ लजिकल अपरेटर। लजिकल अपरेटर, लजिकल अपरेटरमा चाहिँ हामीसँग छ एन्ड, अर र नट। सो यति तिनवटा छ है त, एकदम इजी छ। लजिकल अपरेटरमा चाहिँ के हुन्छ भने जस्तै ओके यहाँ हेर है त। सो मैले एन्ड भन्ने अपरेटर लिएँ अरे, ठिक छ। सो मैले एन्ड भन्ने अपरेटर लिएँ अरे, ओके भने यहाँ चाहिँ यो ठाउँमा केही हुन्छ, ओके, र यो ठाउँमा पनि केही हुन्छ, ठिक छ। यो ठाउँमा पनि केही हुन्छ र यो ठाउँमा पनि केही हुन्छ, बुझ्यौ। यहाँ चाहिँ के हुनुपर्छ भने यहाँ यस्तो चिज हुनुपर्छ जसले एन्सर चाहिँ कि त ट्रु फल्समा दिनुपर्छ, बुझ्यौ। जसले एन्सर चाहिँ केमा दिनुपर्छ, कि त ट्रु कि त फल्समा दिनुपर्छ। यहाँ भएको चिजले चाहिँ, यहाँ भएको चिजले एन्सर केमा दिनुपर्छ, ट्रु कि त फल्समा दिनुपर्छ। यहाँ भएको चिजले पनि केमा एन्सर दिनुपर्छ, ट्रु कि त फल्समा दिनुपर्छ, बुझ्यौ। सो पाइथनमा चाहिँ टीलाई चाहिँ क्यापिटल लेखिन्छ बुलियन भ्यालु है। सो म कन्फ्युजन बनाउँदिनँ, बुझ्यौ। यहाँ चाहिँ के हुनुपर्छ, यहाँ यस्तो चिज हुनुपर्छ जसले चाहिँ एन्सर केमा दिनु परोस्, ट्रु कि त फल्स। यहाँ यस्तो चिज हुनुपर्छ जसले पनि एन्सर केमा दिनु परोस्, ट्रु कि त फल्स, ठिक छ, ओके। अब हामीले अघि भर्खर एउटा चिज पढेको थियौँ रिलेसनल अपरेटर। हामीले के भनेको थियौँ, रिलेसनल अपरेटरले एन्सर भनेको ट्रु कि त फल्समै दिन्छ भनेको थियौँ। भने चाहिँ यहाँ हामीले रिलेसनल अपरेटरलाई राख्न पाइयो, ठिक छ। जस्तै इक्जाम्पलको लागि एमा 2 असाइन छ, मैले भने के ए इक्वल्स टु 2 भनेर सोधेँ अरे, र यहाँ पनि मलाई एउटा यस्तै खालको चाहियो। मैले भने अरे के ए लेस देन अर इक्वल टु 2 भने अरे। अब हेरौँ के यो चिजले मलाई एन्सर ट्रु अर फल्समा दिन्छ कि दिँदैन। अफकोर्स दिन्छ, यो त रिलेसनल अपरेटर लगाएको। रिलेसनल अपरेटरले अघि भनेको त बुलियनमा दिन्छ भनेर। के ए इक्वल्स टु 2, के ए भन्नेमा 2 असाइन भएको हो, ट्रु आयो। के ए चाहिँ ट्रुसँग कम या 2सँग बराबर छ, ठिक हो, 2सँग बराबर त छ, यसको पनि के आयो, ट्रु आयो, ओके। अब यहाँ हाम्रो के भयो, ट्रु भयो एन्ड यहाँ हाम्रो के भयो भने यहाँ हेर्ने हो भने यहाँ ट्रु भयो, यहाँ पनि ट्रु भयो, र बिचमा के छ, एन्ड छ। यो एन्डले चाहिँ के गर्छ भने यसरी आएको यो ट्रुथी भ्यालुहरूलाई, यसरी आएको यो बुलियन भ्यालुहरूलाई कम्बाइन गर्छ, ठिक छ। यसरी आएको जति पनि बुलियन भ्यालुहरू छ, यो जुन बुलियन भ्यालु आयो नि, यो यसरी आएको यो बुलियन भ्यालु, यसलाई कम्बाइन गर्छ र एउटा सिङ्गल भ्यालु दिन्छ, बुझ्यौ। यसरी आएको बुलियन भ्यालुहरूलाई कम्बाइन गर्छ र एउटा सिङ्गल भ्यालु दिन्छ। सो अब कसरी दिन्छ सिङ्गल भ्यालु भने यदि सबै ट्रु छ भने एन्डले ट्रु दिन्छ, ठिक छ, नभए फल्स दिन्छ। हेर त, अब हेर त, के यहाँ सबै ट्रु छ, अफकोर्स यो पनि ट्रु छ, यो पनि ट्रु छ भने अब एन्डले यहाँ के दिने भयो, यसमा पनि के दिने भयो, हामीलाई एन्सर ट्रु नै दिने भयो, ठिक छ। तर मानौ हामीले केही गरेर यहाँ चाहिँ फल्स ल्यायौँ अरे, फल्स ल्यायौँ अरे एन्ड र यहाँ चाहिँ ट्रु ल्यायौँ अरे भने अब यसले के दिन्छ होला त, के भने यसले ट्रु दिने एउटा मात्र कन्डिसन हो, सबै ट्रु हुनु पर्यो। सबै ट्रु छ, छैन भने चाहिँ यसले अब यसलाई कम्बाइन गरेर के दिने भयो, फल्स दिने भयो। सो यो भनेको चाहिँ हाम्रो के अपरेटर हो, लजिकल अपरेटर हो, ठिक छ। ट्राई गरौँ एकचोटि। मानौ मैले भने ल प्रिन्टै गरिदिउँ न, प्रिन्ट ट्रु एन्ड ट्रु। हेर त, ट्रु एन्ड ट्रु हो भने यसले के दिन्छ मलाई, ट्रु दिन्छ। सो मैले अब यहाँ गर्ने भने ट्रु दियो। मैले भने ट्रु एन्ड फल्स, यसले के दिन्छ होला, फल्स दिन्छ, किनकि के भन्थ्यो एन्डले सबै ट्रु हुँदाखेरि मतलब ट्रु दिन्छ भनेको थिएँ,
ठिक छ ओके त्यसै गरी हामीसँग एउटा अर्को पनि लजिकल अपरेटर छ अर भन्ने है अर भन्ने अरले के गर्छ भने फेरि अरमा पनि यहाँ केही हुनुपर्छ र यहाँ पनि केही हुनुपर्छ ठिक छ यहाँ पनि केही हुनुपर्छ र यहाँ पनि केही हुनुपर्छ यहाँ र यहाँ चाहिँ के हुनुपर्छ भने यस्तो चिज हुनुपर्छ जसले एन्सर चाहिँ फेरि केमा दियोस् बुलियनमा दियोस् बुलियनमा भ्यालु दियोस् यसले पनि एन्सर केमा दियोस् बुलियनमा दियोस् बुलियनमा दियोस् ठिक छ ओके सो मानौ बुलियनमा दिएर कसैले बुलियनमा चाहिँ ट्रु दियो अरे र कसैले बुलियनमा फल्स दियो अरे भने अरले चाहिँ के गर्छ भन्छ भने अरले पनि गर्ने त्यही नै हो कम्बाइन गर्छ यो डिफ्रेन्ट यो बुलियन भ्यालुहरूलाई कम्बाइन गर्छ र एउटा सिङ्गल एन्सर दिन्छ एउटा सिङ्गल एन्सर दिन्छ कसरी दिन्छ भने अरले चाहिँ यदि अरले एउटा मात्र पनि ट्रु छ भने त्यसले एन्सर पनि ट्रु नै दिन्छ ठिक छ अर्को यति नै हो एउटा ट्रु दिएको भने ओके मलाई बाल भएन अरू म ट्रु दिन्छु भन्छ यहाँ त यहाँ एउटा पनि ट्रु दिएको देखेको कि देखेन देखो ओके तेरो एन्सर ट्रु भयो है त मैले एन्सर ट्रु दिएँ है भन्छ ठिक छ अब यहाँ हेर है त जस्तै यहाँ मानौ फल्स छ अरे यहाँ अर यहाँ पनि फल्स आयो अरे अब हेर त के यो अरले एउटा पनि यहाँ ट्रु देखो देखेन जब यसले एन्सर के दिने भयो फल्स दिने भयो अरको चाहिँ यति हो काम सो अरले के गर्ने भयो जस्तै मानौ मैले प्रिन्ट गरेँ ट्रु अर फल्स भन्यो भने यसले मलाई के भन्छ ट्रु भन्छ मैले भने फल्स अर फल्स भन्यो भने यसले भन्छ फल्स भन्छ मैले फल्स अर ट्रु भन्यो भने के भन्छ एउटा ट्रु देखो कि देखेन देखो त्यही भएर यसले के भनिदिन्छ फेरि ट्रु भनिदिन्छ सो यो हो अरको बारेमा ठिक छ अर्को हामीसँग छ नट भनेर ओके सो नटले चाहिँ के गर्छ भने उल्टो पारिदिन्छ यदि नटको चाहिँ के हुनुपर्छ भने नटको चाहिँ यहाँ पछाडि आउनुपर्छ एकै बुझ्यो के आउनुपर्छ भने बुलियन भ्यालु आउनुपर्छ यहाँ पनि के आउनुपर्छ बुलियन भ्यालु र यसले चाहिँ यहाँ जे आउँछ त्यो भ्यालुलाई उल्टो भइहाल्छ यदि मानौ यहाँ बुलियन भ्यालु चाहिँ ट्रु आयो अरे भने अब यसले एन्सर के दिन्छ फल्स दिन्छ ठिक छ यसले अब एन्सर के दिने भयो फल्स दिने भयो यो पुरैलाई अब यसले दिन्छ फल्स भनेर है नटको चाहिँ पछाडि हुनुपर्छ एउटा मात्र भ्यालु हुनुपर्छ है त नट फल्स आयो अरे अब यसले के दिन्छ फेरि यसले एन्सर दिने भयो ट्रु यहाँबाट हामीले एउटा कुरा हेर्न पायौँ है त अरूको लागि मिनिमम पनि हामीलाई दुईवटा बुलियन भ्यालु चाहिने रहेछ एन्डको लागि पनि मिनिमम दुईवटा बुलियन भ्यालु चाहिने रहेछ तर नटको लागि मिनिमम हामीलाई एउटा बुलियन भ्यालु भयो भने हुँदो रहेछ चेक गरौँ फेरि यहाँ पनि प्रिन्ट नट फल्स भने अब अहिले मलाई के भन्छ ट्रु भनिदिन्छ मैले नट ट्रु भन्यो भने यसले अब मलाई के भन्छ फल्स भनिदिन्छ है त सो यो हो हाम्रो तीनटा अपरेटर्सको बारेमा ओके ल धन्यवाद छ यति नै गरौँ यो भिडियोलाई